र लास्टमा बोलाउँ भन्दैछु विपिन भाइलाई चाहिँ म विपिन भाइले एउटा एकदमै डिफिकल्ट रोल गर्नुभएको छ यसमा। इट वाज भेरी डिफिकल्ट रोल। 2-4 दिनमा नै उनले आफूलाई त्यो रोलमा ढालेर जति गर्नुभयो, इट्स राम्रो, एकदम नै आफैलाई पनि फिल हुन्छ कि हामीले जुन सोचेको त्यो हिसाबले गर्नुभएको छ। यु क्यान सी, तपाईँहरूले हेर्नु सक्नुहुन्छ। कहिलेकाहीँ डाइरेक्टरहरूलाई के फिल हुन्छ भने मैले डाइरेक्सन गरेको चलचित्र चाहिँ वान अफ माई बेस्ट फिल्म भनोस् कुनै पनि आर्टिस्टले भन्ने एउटा लालच हुन्छ र मलाई त्यो पनि छ डेफिनेटली। र हाम्रो विपिन भाइको यो पर्फर्मेन्स त्यस्तै हुन्छ भन्ने आई होप। एन्ड म विपिन भाइलाई पनि प्लिज विपिन कार्की भाइलाई स्टेजमा एकैछिन बोलाउँछु म। ए आउँदै हुनुहुन्छ, ओके। अनि हाम्रो साउन्ड डिजाइन गर्नुहुने हाम्रो साकार आप्टेजी, साकार आप्टे हुनु, विपिन भाइ आउनु भएको छ। मैले विपिन भाइलाई भाइको धेरैवटा फिल्महरू हेरिसकेपछि एकपल्ट विपिन भाइलाई मैले के भनेको थिएँ भने, भाइ तिमी 80-85 किलो बोक्ने मान्छे हो, तर अहिलेसम्म भारी चाहिँ 40 किलोको मात्रै भेटिएको छ। र अलिक अन्त भाइले के भन्नुभयो भने, होइन दाइ पाएँ भने त क्विन्टल नै हान्छु भन्नुहुन्थ्यो। र क्विन्टल त होइन, तर पनि 80-85 किलो चाहिँ उहाँले बोक्नु भएको छ। यो त्यो जुन कुरो मैले सोचिरहेको थिएँ, गाह्रो थियो, रोल एकदम नै गाह्रो थियो र त्यसलाई ही डिड वेल। अनि सानो नानीहरू आउँ प्लिज, यहाँ बाल कलाकार कास्वी एन्ड सार्थक है। अनि प्रोडक्सन डिजाइन आफ्नै छोरी हो भावना, यिनले आर्टमा प्रोडक्सन डिजाइन गरेकी छिन्। अब छोरी मात्रै होइन, तर यिनीहरूले बम्बईमा धेरै स्ट्रगल गरेको छन्, धेरै मेहनत गरेको छन्। र एउटा रोलमा हाम्रो श्रीमती भारती र एडिटर पनि हुन् यिनी, हाम्रो शङ्कर कोइराला भाइ अनि भारतीले धेरै मेहनत गर्नुभएको छ। अनि ईश्वर भाइलाई पनि थ्याङ्क यू भन्छु। यो लास्ट डेजहरूमा यु हेभ हेल्प मी अ लट। र इन्डियाबाट एकजना मित्र आउनु भएको छ, रघुवंश, उहाँले भाटियाको रोल गर्नुभएको छ बम्बेको। उहाँ इन्डियाबाट दिल्लीबाट हुनुहुन्छ, तर साह्रो नेपाल अलिकति मौका पाएँ कि नेपाल पसिहाल्ने, त पसेपछि टिकटक बनाइहाल्ने, कहिलेकाहीँ पोलिटिकल टिकटक पनि बनाइदिने। र एनिवे हामी अरू भाइ एउटा पाटिलको रोलमा यहाँ भाइलाई मैले यसपालि प्रयोग गरेको छु। यिनी पनि हेर्दा अलिकति रिस उठ्दैछन्, तर माया लाग्दो मान्छे छन्। अरू हामी अरू कोही छौँ टेक्निसियन्सहरू, म त्यो लास्टमा। र विपिन मल्ल भाइलाई म एकछिन बोलाउँ। लास्ट डेजहरूमा एकदम नै मलाई हेल्प गर्नुभएको। हामी निर्राजा, हामीलाई थाहा छ कि हामी पहिला सेलुलाइटमा काम गर्दा कति सजिलोसँग गरिन्थ्यो। अहिले यति गाह्रो, 25 ट्र्याक चलिरहेको छ, यो ब्यालेन्स त्यो ब्यालेन्स, रातभरि काम भइरहेको छ। हामीले कति कुरो जान्दैन रहेछौँ, जानेको छैनौँ, अझै पनि सिक्दैछौँ। र यसमा यो टेक्निकली धेरै हेल्प गर्नुभएको छ विपिन मल्ल भाइले, थ्याङ्क यू भेरी मच। र एकपल्ट यो फिल्मको सम्पूर्ण भइसक्दाखेरि एउटा पर्टिकुलर क्यारेक्टर शताब्दी पर्खिरहेको, पहाडमा एउटा मान्छे छ
पर्खिरहेको छ त्यसले, एउटा होप छ त्यसलाई। एक दिन देशको माहौल चेन्ज हुन्छ एन्ड हाम्रो युथ फर्किन्छ भन्ने एउटा दरिलो होप लिएर बसेको एकजना गहन व्यक्तित्वको भूमिकाको लागि मैले आदरणीय मदन कृष्ण श्रेष्ठज्यूलाई मैले रिक्वेस्ट गरेँ, उहाँलाई रिक्वेस्ट गरेँ। उहाँले एउटा अत्यन्तै मन छुने शब्द त्यति बेला भन्नुभयो, मदनजी अलिकति 2-4वटा मजाले गरौँ है, यो काम गरौँ है भन्दाखेरि